करिब 20,000 मान्छे त्यहाँबाट हटाइदा सरकारको सम्पर्कमा अहिले कम्तीमा पनि 1,000 अथवा बढीमा पनि जम्मा 1,000 मात्रै सम्पर्कमा आएका छन्। सरकारको लागि चिन्ताको विषय हुनुपर्ने हो। अन्य मान्छे कहाँ गए भन्ने कुरा सरकारले खोज्नुपर्ने हो। अरू हुकुमवासी गए, उनीहरू भागे, अब त्यहाँबाट आउन नसक्ने यही समस्या हो। हाम्रो लाजरले गर्दा उनीहरूले मुख देखाउन पनि गाह्रो भयो, त्यही भएर हिँडे भन्ने छ। हाम्रो मेन स्ट्रिम मिडियाको समस्या नै यही हो। नो, दिस इज द क्वेशन ओन्ली। हैन, यो समस्या फर योर आन्सर हैन, यो समस्या हो। यो क्वेशन मात्रै मैले यसलाई समस्याको रूपमा देख्छु। मेन स्ट्रिम मिडियाको भन्नु भएन, त्यो नागरिकहरु यो न्यारेटिभ अथवा यो जसले निकालिरहेको मेन स्ट्रिम न्यारेटिभको समस्या यही हो। समस्या चाहिँ के हो भने तिनीहरू मध्येमा कति जना डरले भागेका छन्। उनीहरूलाई त सरकारले खोज्न जानुपर्ने होला नि त। अथवा तिनीहरूको भित्रमा हुकुमवासी रहेछन् भने तिनीहरूलाई खोजेर ल्याएर वास्तविक पीडितलाई उनीहरूले शोषण गरेर रहेछन् भने क्षतिपूर्ति दिलाउनु पर्ने जिम्मा त सरकारको होला नि त। त्यो त देखियो, आफ्नो घर सही ठाउँमा छ, राम्रो जग्गामा छ, त्यहाँ 2-3 वटा घर बनाएको छ, ठुल्ठुला बिल्डिङ बनाएको छ, भाडामा लगाएको छ, उसले किनबेच गरेको छ, किनबेच गरेर उसले पैसा कमाइरहेको छ। त्यही भएर 1000 जना मात्र के भन्छ सरकारको सम्पर्कमा आए भन्ने कुरा खुसीको कुरा हैन, यो चिन्ताको कुरा हो। बाँकी मान्छेहरू कहाँ गए त्यो सरकारले खोज्नुपर्छ। त्यो बाँकी मान्छेहरू भागी जानेहरू हुकुमवासी मात्रै थिए त, अथवा त्यो भित्र सुकुमवासी पनि होलान् जसलाई प्रहरीसँग डर लाग्ला, जसलाई सशस्त्रसँग डर लाग्ला, जसलाई सेनाको बन्दुक देखेपछि सातो पुत्लो जाने अवस्था होला। उनीहरू डरले पो अन्त कतै गए कि अथवा तिनीहरू मध्ये कसैले मानसिक समस्यामा आएर केही गलत कदम पो चाल्ला कि? तपाईले यो प्रश्न पनि उठाउनु भएको थियो, हामी मानसिक स्वास्थ्यको कुरा। हामी वेलफेयर स्टेटमा छौं।